हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा। आज चाहिँ हैन नयाँ वर्षको दिन टक्क दाजुभाइ घुम्न निस्किसक्यौँ हामी। अनि के छ अनि कस्तो लागिरहेको छ नि नयाँ वर्ष? के छ त नि? कुन हो? एन्ड्रोइड हो? एन्ड्रोइड जस्तो लाग्छ तिमीलाई? आइफोन 17 प्रो म्याक्सबाट भिडियो बनाएपछि एन्ड्रोइड भन्छ। चस्मा हाल्न बिर्सेछु मौजदै। के गर्छ? चस्मा न चस्मा दाइ सिधै नि यस्तै हो कि चस्मा बिर्सिने अनेक बिर्सिने। आज चाहिँ होइन टक्क दुईजना मिलेर दाजुभाइ धेरै पछि भेट भयो होइन। अन्त त नयाँ वर्षमा घुम्न नयाँ वर्षमा घुम्न जाऊँ भनेको। अझै मानेको थिएन, सुतिआएको अलि 11 बजीसम्म सुतिरहेको थिएँ। अनि मैले घचेडेर उठाएर अहिले हामी टक्क दाजुभाइहरू अब टक्क नेपाली रेस्टुरेन्टमा गएर खानासाना खाएर कहाँ जाने अब त्यसपछि थाहा हुन्छन्। भाइको साथीहरू नि त्यहाँ आउँदै हुनुहुन्छ नि भन्ने चिनेको छु होइन। के होइन होला? के हो के हो अब त अफ गरेर हिँडिहाल्यो नि। ल त गाइजहरू हामी फाइनल्ली सबजना भेटेर हामी टक्क दाजुभाइ गाडीमा बसेर होइन। भाइले एकदम मखजौ गीत गाइरहेको छ यताउति होइन। एकदम खुसी छ है भाइ। त्यहाँ आज नयाँ वर्षको दिन टक्क घुम्न जान रहेछ दाइसँग होइन। त्यही भएर ओहो हेर्नु हेर्नु मुस्कान, हेर्नु मुस्कान, आहा दन्ते लहरा हो यामजी। हेर्नुहोस् त गीत गाएको। ल हेर्नुहोस् त पछाडि बसेर ओहो ल हेर्नु है त आफ्नै धुनमा नक्राहरू छन्। अगाडि भाइको साथीहरू दुईजना टक्क लाएर जाँदैछौँ होइन। यस्तो चाहिँ ल्याएर नाचेर हेर न। ओहो सक्छ त कसैले। ल्याएर दारी हेर्नु न दारी। ओहो जतिखेर गीत गाएको गाएँ है भाइले। ल हेर्नुहोस् गाइजहरू पछाडि बस्ने आनन्दले गीत गाउने अनि उसको काम चाहिँ है। टक्क हामी जाँदैछौँ चारजना मिलेर। यस्तो बवाल ठाउँ छ है। ठाउँ त फेरि यस्तो बवाल हो कि होइन। पुरै नेपालको जस्तै देखिन्छ है ठाउँ ठाउँमा चाहिँ। रमाइलो छ दिवस। दुईजना अगाडि छन् अनि टक्क दुईजना दाजुभाइ पछाडि। गाउँ वा सब ब्युटिफुल है। दामी छ। पुरै ड्रोनबाट पनि बना जस्तो भिडियो निस्किन्छ है यसबाट त। फेरि कस्तो बवाल आइरहेको है। कति राम्रो ठाउँ लाग्यो। यतै नेपालको जस्तै रहेछ खेतीपाती टक्क गरेको होइन। त्यस्तो त्यस्तो ठाउँ पनि छ अनेक अनेक ठाउँ। मैले हेरौँ नि टक्क खेतहरू गराहरू धान काटेर टक्क छोडेको जस्तो छ। यस्तो हेर्नु सक्नुहुन्छ हजुरहरूले होइन। जाँदैछौँ रमाइलो हुँदैछ एकदम रमाइलो लागिरहेको छ मलाई यस्तो भ्यू हेर्न पाउँछ। आनन्द पाले गाडीमा बसेर होइन। यो जतिको मजा त के होला हेर लाग्नुहोस् न। घरहरू पनि यस्तै छ होइन। गाडी पनि रमाइलो गइरहेछन् दुईजना टक्क लाएर। हामी पनि पछाडि बसेर फेरि दुईजना आफ्नै पारामा छन्। यस्तै यस्तै छ ल। अझै टाइम लाग्दैछ है। फेरि भाइलाई देखाएँ ल हेर्नु त फेरि मस्केको ल हेर्नु त नाचेको। ओहो सक्दैन कि सक्दैन नि। यस्तो छ भाइको पारा। ल ल ल के गरेको के ल हेर्नु तारी सुनसुनेको ल हेर्नुहोस् न। ओहो के भन्ने। ल ठक्क फाइनल्ली हामी ठक्क आइपुग्न लाग्यौँ है। हामी घुम्न आएको ठाउँ चाहिँ यो ठाउँमा चाहिँ पुरै होइन। पहिला जमानामा राजाहरूले राज गरेको ठाउँ रहेछ होइन। अनि त्यही भनेर अब ठक्क हेर्न आउँदैछौँ होइन। यतिसम्म अब पार्किङतिर जानु पऱ्यो होइन। यति पार्किङ गर्ने ठाउँ हो होइन गाइजहरू। वा पुरै ड्रोन हानेर यस्तो आइरहेको भिडियो हो। कडा कडा दामी 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 दामी। ल फाइनल्ली हामी गाडीबाट ओर्लेर हिँडिसकेका छौँ। देख्न सक्नुहुन्छ हजुरहरूले। अब हामी जाँदैछौँ है लखर लखर ठक्क यहाँ आइपुग्यौँ होइन। औ यस्तो बवाल ठाउँ छ है। यहाँ हेर्न सक्नुहुन्छ। सिँढी पुगिँदैछौँ हामी होइन।
ल यहाँ खासै चिसो छैन टाढो यो ठाउँमा आउँदैछौँ के हो यो ठाउँमा कति जाडो हो नि कस्तो लागिरहेको म अस्ति न्यु इयरमा घुम्न जाँदैछौ बुढी पनि कहाँ छोडेर आउने लिएर आउनुपर्छ नि सँगै गाह्रो भइसक्यो एक्लै बस्नलाई हो साह्रै गाह्रो भयो हेर त अगाडि हेर त त्यस्तै जोडी हिँडेछन् तिमी त एक्लै लुहुर छौ खासमा किन हो यस्तो एउटा कान छोटो त कान लामो छ फाइनली आइपुग्यो माइ गाइजहरू यस्तो छ यस्तो हेर्न सक्नुहुन्छ पहिलाको राजाहरू बस्ने ठाउँ हो रे होइन यो साना घरहरू चुटुक्क परेका छन् ट्याक्क अग्लो सेम नेपालको जस्तै छन् है नेपालमा पनि यस्तो ठाउँहरू कति छन् त होइन यो त ठ्याक्कै जापानमा पनि सेम छ क्या यस्तो ठाउँहरू हेर्न सक्नुहुन्छ हजुरहरू होइन सानो भयो हामी त्यही भिडियो बनाउनु दिने हो कि नदिने हो हेलो हाम्रो यहाँ टिकटक सुटिङ हुँदैछ गाइजहरू अब यहाँ अब हाम्रो डान्स सिकाउने मान्छे फेरि महेश हेर्न सक्नुहुन्छ एकछिन अब यहाँ डान्स अनि यस्तो ठाउँमा आएको छौँ घुम्नलाई सुजिङ भइरहेको छ होइन म त यसो भिडियो बनाएर देखाइरहेको छु होइन र अब स्टार्ट हुन लागिरहेको छ डान्स होइन देख्न सक्नुहुन्छ टिकटक भन्दैछ त्यहाँ हो हेर्नुहोस् है ल फाइनली हामी फेरि अर्को ठाउँ गइसक्यौँ हेर्नु अर्को ठाउँमा यस्तो बवाल छ हो यामजी कति राम्रो ठाउँ हो देख्न सक्नुहुन्छ मेरो पछाडि हेर्नुहोस् त हाम्रो डाउनहरू टक्क स्लो मोसनमा हिँड्यो हेर्न सक्नुहुन्छ मैले भिडियो बनाएँ यसो त्यहाँ चाहिँ गाइस 5 बजीसम्म रहेछ होइन 5 बजी बन्द हुने रहेछ हामी फर्क्यौँ त्यसपछि गाडीमा चढ्यौँ टक्क लाएर हेर्न सक्नुहुन्छ दुईजना दाइहरू अगाडि हुनुहुन्छ होइन दुईजना दाइहरू टक्क पछाडि बसेर गीत सुन्दै आनन्द नेपाली गीतको तालमा र नाच्दै कायम है हामीलाई देख्न सक्नुहुन्छ नदेखाओ त भाइ त्यो बियर ओहो नि ल भाइ त फेरि एकदम कडा फेरि ल गाइजहरू मेरो सर्ट ब्लगमा हजुरहरूले हेरेर साथ दिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुलिदिनु होला भन्दै मेरो भिडियो गर्न चाहन्छु।